साथीहरू आज हामी मलेसिया घुमेर निक्लिसकेका छौँ। अहिले गाइस हामी चाहिँ यता आधा मिनट यस्तै भयो। यो चाहिँ मलेसिया हो। त्यही कटरहरू पनि कस्तो राखेको छ क्या यहाँ पयालो बनाएर यारमा कसम बनाएको। बिजोक कता हामी पछाडि बस्नु बस्नु पर्यो। अगाडि बसेर जानु जानु बस्नु न यहीँ बस्नु ल। हामी चाहिँ घुम्न निक्ल्यौँ है त केटा हो बाहिर। यस्तै गर्ने भइरहेको शीतल छ त नि भित्र त केलसिसी हिँडेको केटाहरू चाहिँ केलसी हिँडेको घुम्नलाई सेलरी आएको केटाहरू यसो मालपानी हेर्न हिँडेको अरे। मालपानी हेर्नलाई यहाँ राजदाखेरि मख भइरहेको छ हेर नै। मलेसिया भ्यू साथीहरू कतिको सिक्न छ भन्ने कुरा थाहा हुँदैन। त्यो पनि त्यस्तो अलिक त्यस्तो ठाउँतिर समाउन सम्भावना कमै हुन्छ है। त्यस्तो ठाउँतिर है सम्झि त्यस्तो ठाउँतिर समाउनु। मलेसियाको चिसो हावा खाँदै भ्यूहरू हेर्दै हामी चाहिँ मलेसिया घुमिरहेछौँ साथीहरू। आज चाहिँ ड्युटी छुट्टी जस केटाहरूसँग रमाइलो भइरहेछ। आफूसँग पैसा नभए नि साथीहरूले घुमाइरहेछ है। जस रमाइलो भइरहेछ। दामी चाहिँ एकदम साइडतिरको त्यो ब्याक साइडतिरको त्यो फुलबारीहरू क्या दामी देखेको छ अरे होइन। अनि हेर्नु त्यो फुलहरू देखाउनुहुन्छ है त मलेसियामा कस्तो विकास भएको छ होइन। जस दामी छ घुम्नलाई पनि दामी छ। हरियाली छ एकदम दामी लागेको। न धुलो न धुवा एकदम दामी छ क्या। यहाँनिर जे भए नि नेपालीहरू जोसुकैलाई पनि रोजगार दिएको छ है। अनि यहाँको एउटा मजाको कुरा चाहिँ के छ भने नेपालको ट्याक्सी चढ्नु र यहाँको ट्याक्सी चढ्नु धेरै फरक छ क्या। कस्तो दामी क्या सर र प्लेनमा चढे जस्तो आनन्द फिल हुने क्या। जस मजा छ रमाइलो भयो है। सर र चिसो हावा खाँदै ट्याक्सीभित्र पनि कार जस्तो छ के ट्याक्सी पनि होइन क्या। मजाको एसीभित्र चिसो दामी लाग्यो रमाइलो हो। जस घुम्यो खाजा खाइयो त्यहाँ जुसहरू फ्रेस जुसहरू खाइयो रमाइलो भयो। र त्यहाँनिर साथी भेट्नु गएको थियो हामीले भेट्यो अरे अनि हामी चाहिँ आएको एकदम दामी भयो। हामी चाहिँ ग्राफबाट झरिवरि हामी चाहिँ ठ्याक्क केलसिसी छेउ झरेको छौँ हामी साथीहरू। रमाइलो भयो। जस्तो त्यहाँनिर नेपालमा खानु पाउने कुराहरू सबै पाउने क्या। त्यहाँनिर जस्तो हेर्दाखेरि चाहिँ त्यो गेटहरू साइडको हेर्दाखेरि नेपालको जस्तो फिल हुने त्यसो रमाइलो भएको थियो है। हामी राजु दाई हामी सम्धीहरू अनि भाइ हामी गएको थियौँ रमाइलो भयो। साथीहरूलाई भेट्यौँ अनि आयौँ है। त्यहाँनिर जेडीहरू खाने कि होइन त्यहाँको चक्लेटहरू फ्लेभरहरू के खाने सबै छ क्या। मेवादेखिको लिएर हरेक चिजहरू अङ्गुरदेखि लिएर सबै कुराहरू नेपालमा पाउने चिजहरू सबै थियो क्या। त्यहाँनिर चाहिँ क्या बबाल भयो रमाइलो भयो दामी भयो है। आजको दिन चाहिँ छुट्टीको दिन घुमियो। जियोस् मान्छेले भनेको थियो कि मलेसिया रमाइलो छ भन्दै रमाइलो नै रहेछ। जियोस् देखियो घुमियो रमाइलो नै रहेछ दामी लाग्यो। यसो साइडतिर यसो हेऱ्यो भने फास्टफुडहरू पनि छ त्यहाँनिर है। जे कुराहरू पनि छ क्या त्यहाँनिर चाहिँ रमाइलो आनन्द फिलहरू होइन। पार्कहरू हेर्नु जस नेपालको भन्दा चाहिँ धेरै कुराहरूमा फेसिलिटी रहेछ भनौँ न छ भनौँ न। यतिको अब सहरभित्र छिर्ने सिटीभित्र छिर्यो भने धुलो कति खाइन्छ काठमाडौँमा तर त्यो टाइपको रहेनछ। त्यहाँनिर चाहिँ धुलो धुवा भने पुरै छैन त्यहाँ। अब त्यहाँ घाम चाहिँ लागिरहेको हुन्छ काठमाडौँभन्दा टेम्परेचर अलिक बढी छ। त्यो पनि रमाइलो छ है। त्यो मैले सोचेको थिएँ नेपालमा मात्रै होला माग्नेहरू होइन बिगरहरू नेपालमा मात्रै होला भनेको तर विदेशमा नि हुँदो रहेछ। हेर्नु साथीहरू साइडमा है माग्ने मान्छेहरू पनि बसिरहेको थियो तर मसँग पैसा थिएन हामीले दिएनौँ। अनि साइडमा हेर्नु न फलफुलहरू केराहरू हेर्नु सक्नुहुन्छ खालको कि खालको कलरको के कोही रातो कोही पहेँलो कोही हरियो है खालको। त्यहाँ मैले केराहरू देखेँ फलफुलहरू देखेँ। बिल्डिङहरू त कति ठुल्ठुलो छ होइन आलिस्मान बिल्डिङहरू छ। जियोस् रमाइलो भयो घुम्नलाई चाहिँ मजै भयो। त्यहाँको वरिपरिको घरहरू देखेर केटाहरू छक्क परेँ म पनि छक्क परेँ क्या। साथीहरू आँप पनि छ यहाँ मेवाहरू पनि सबै छ है त यहाँनिर देख्न सक्नुहुन्छ है त। यहाँनिर हामी चाहिँ यतातिर उमाएको छौँ। ल साथीले जुस खाँदैछ 6 रिङ्गेटको जुस खानु नि त। जुस केटाहरूले फेरि है खुवाइ त खै त अलिक मनी बवाल रहेछ।
कटरहरू पनि कस्तो राखेको छ क्या यहाँ पयालो बनाएर यारमा कसम भनेको हामी चाहिँ पानीपुरी खानु भनेर गएको है पानीपुरी लास्टै महँगो रहेछ क्या त्यहाँ फलफुलहरू त्यहाँनिर चपेटाहरू खतरा खतरा थियो नेपालमा पाइने सब चिजहरू थियो है अनि पानीपुरी यता साथीलाई भेट्न आउनुभन्दा अगाडि देखेको थियौँ र पानीपुरी खानु भनेर त्यहाँ गएको पानीपुरी चाहिँ त्यहाँ 1 रुपियाँ रिङ्गेट रहेछ क्या लास्टै महँगो क्या केटाहरू नै छक्क पऱ्यो हामी चाहिँ फर्क्यौँ अनि 10 पिसको 10 रिङ्गेट भनौँ त्यही भएर हामीले चाहिँ पानीपुरी पनि खाएनौँ त्यहाँ सोध्यौँ अनि त्यसपछि अनि हामीले फर्क्यौँ है अनि केटाहरू हेरेको एकछिन चाहिँ अनि त्यसपछि चाहिँ हामी फर्क्यौँ साथीहरू सानो सानो घर छ क्या कस्तो भ्यू आइरहेको छ लास्टै सानो छ घरहरू खेती गर्छन् होला है गाईतिर गर्छ नि